नमस्कार। आजको कविता एकदमै आत्मीय मित्र निर्मल भण्डारीजीले लेख्नु भएको छ। कविताको शीर्षक छ रातको दोस्रो प्रहर। कृपया पुरा सुन्नु होला है त। सन्नाटा। आज यति बेला कुकुरहरू भुकेनन्। खै किन भुकेनन्? भुक्नु जति भुकेर थाके होलान् सायद। आकाश काप्दैछ थर थर, बर्सिनेछ झरी। ओहो, बर्सियो झरी। अनि म निहाल्दैछु सुनसान गल्लीहरू। झ्यालबाट पानी बिछ्याएको दृश्य हेरिरहेछु। पर खम्बाको बत्तीले टल्किरहेका रोड अनि एकनास झरिरहेको पानीका थोपाहरू। छिमेकीको घरको कुनै पाइपबाट झर्दैछन् धारा। यो टोल जम्मै मरेको छ अहिले। यो टोल जम्मै मरेको छ अहिले। म जिउँदो छु। अलिक प्रहरपछि ठिक उल्टो हुनेछ। अलिक प्रहरपछि ठिक उल्टो हुनेछ। झ्यालबाट मन्द मन्द हावा मलाई छौँ नछौँ झैँ आउँदै जाँदैछन्। हो, अहिले यही घडी यही हुँदैछ। एक्लास छन् गोरेटोहरू। लास? ओहो, के सोच्न पुगे। सेट 24 घण्टामा 2 मिनट तार खुस्किन्छ रे। त्यो 2 मिनट यही त होइन? होइन त खै के को बेचैनी छ मलाई, जुन बारम्बार चट्याङ हानिरहेछ मुटुमा। बर्सात त भइसक्यो अघि नै। खै किन पो हुँदैछ मेघ गर्जन। वर्षेनी बर्सातमा बर्सिएर वर्षा। वर्षेनी बर्सातमा बर्सिएर वर्षा। सुकेन झुकेन रुकेन यो मनको कर्जा। तिरौला रात हुन्जेल दिन हुन्जेल, साथ र हात तन र मन हुन्जेल जीवन रहन्जेल। धन्यवाद।